साथीहरु हामीले आज आलु लगाउँदै छौं छिटो खानको लागि घरेलु त पछि लाउने हो अझै धान काट्नै छ यो चाहिँ कटुवा थोरै छिटो खानको लागि ल आफ्नै करेसा बारीमा अब उतातिर झारहरु सुकाउँदै छौं त्यो सुकेपछि जलाउने हो त्यसपछि धनिया अब सागहरु गोबीसोबी घिउसेबी राजमा रोप्ने हो बाबाले खन्दै हुनुहुन्छ जय सापले आलु रोप्दै हुनुहुन्छ म भिडियो बनाउँदै छु मैले नै भर्खर मल छरेर बाटामा मल हाल्दै छु अनि त्यसपछि हामी आलु फलेपछि आलु खान्छौं बाबाको आइडिया डोरी लाएर हामीले त सधैँ आलु रोप्ने सिधा सिधा हुन्छ खन्न नि सजिलो ड्याङ लाउन नि सजिलो ल गीत बजाउँदै हामी त खतरा हो के मान्छे ल साथीहरु मेरो कुखुरा हेर्नु न कत्रो ठुलठुलो भएछ भाले हो कहाँ गइस तँलाई ल साथीहरु हामी अब आलु रोपेर ल्याउँछौं धेरै त हैन जम्मा 3 किलो अहिले चाहिँ कटुवा छिटो खानको लागि यता धान काट्नै छ हरियै छ राम्रोसँग पाकेको छैन हाम्रो पनि काट्नै छ ल है साथीहरु ल बाइ बाइ